गरेको र उगरेको र उगरेको बन्याछ ढोकै पिच्छे भन्दै हिँडिया ढोकै पिच्छे भन्दै हिँडिया त रजोगुण हुन्छ। बाबुले गरे उसले आफ्नो कर्ममा ल्याएको उसले गर्छ, त्योभन्दा अझै धेरै गर्छ। हजुरले भनेर धेरै गर्ने, हजुरले नभन्दा कम गर्ने होइन। किन भन्दा भाग्यमा लेखेर आएको छ, कसले कति खानुपर्छ, कसले कति यो संसारमा भोग्नुपर्छ भन्ने सबै लेखेको छ। त्यसले गर्दाखेरि यी कुराहरू धेरै भनिरहँदा के हुन्छ भन्दा त्यसले रजोगुण बढाउँछ कि राजाको बानी हुन्छ नि, मेरो राज्य यहाँसम्म फैलिएको छ हैन, मेरो यति सम्पत्ति छ, मैले यो गरेँ उ गरेँ। 10 रुपियाँ दान दिएको थियो, त्यसलाई चाहिँ 1000 चोटि भनिसक्यो। अनि दान दिएको के भन्छन्, दान दिएको चाहिँ दाहिने हातले दिएको दान देब्रे हातलाई थाहा नहोस् अरे कि हैन, दाहिने हातले दिएको दान देब्रे हातलाई थाहा नहोस्, त्यस्तरी दान दिनेहरू। अनि त्यहाँबाट यसो दान दियो, अनि गाडी चढ घोडा चढ दुनिया गएर हल्ला खोर गएर त दानको प्रभाव जति सबै यहीँ छोड, अनि त्यहाँबाट बुङ्गे भएर गयो। अन्तिममा जाने बेला लाने के हो त भन्दा यिनै गरेको कर्म लिएर जाने, माथि जाने बेला तिनी जति सबै के भन्दा 50 चोटि वाकेहा गरेर यहीँ छोड, अनि आफू जाने बेला उहाँ केही पनि छैन। बाबु के लिएर आयो भन्दा मैले फल्लो मन्दिरमा दान गरेका थिएँ, त्यसलाई त तिमीले त गर्ने बेला 1000 गरेका रहेछौ, 2000 चोटि त भन्यौ नि तिम्रो त, अझ तिमीलाई त ब्याजैसित तिमीले तिर्न पर्छ पाप। त्यसले गर्दाखेरि यो रजोगुणको बारेमा बता। तमोगुण कस्तो हुन्छ त कालो हुन्छ, तमोगुणमा मोह हुन्छ, विषाद हुन्छ, तमोगुणमा के हुन्छ त विवाद हुन्छ, भय हुन्छ, निद्रा हुन्छ, आलस्यता हुन्छ। त्यस्तो प्रवृत्तिको के हुन्छ त तमोगुण हुन्छ। ती तमोगुण यो सात्विक, राजसिक र तामसिक गुणको बारेमा बताउँदै जानुभयो। जसले सतगुणलाई, हाम्रो यो सात्विक, राजसिक, तामसिक गुण तीनै गुण हामीभित्र विद्यमान छ। हामीले केलाई अगाडि बढाउने छन त हिजोका दिनमा हामी थियौँ, मकै पनि थियो, कोदो पनि थियो, भटमास पनि थियो, तर आज हामी के भयो, यो भातमा मात्र निहित रहियो। गहुँ र चामल जोगिया, मकै बिचरा त्राई, कोदो त बिचरा कता हो लौने मलाई गुहार दिया भने कोदाले। त्यस्तै चाहिँ हामीभित्र त्यो राजसिक गुण पनि छ, सात्विक गुण पनि छ, तामसिक गुण पनि छ। कुन गुणलाई आफूले बढाउने हो? 3टा चुला छन्, 3टा चुला मध्येको सात्विकमा ढुङ्ग्रो लगाएर फुक्ने हो कि तामसिकमा लगाएर फुक्ने हो कि राजसिकमा लगाएर फुक्ने हो, यो हामीमा छ हेर्नुहोस्। अनि जुन हामीले जुन चुलामा गएर फुक्छौँ त्यही गुण बढ्दै जान्छ, जीवन त्यस्तै हुँदै जान्छ। त्यस कारणले गर्दा सत्व, रज, तम गुणको बारेमा बताउनु भयो। काम, क्रोध, लोभ, मोह, तृष्णा, द्वेष, राग, मद, मात्सर्य, यी सबै, ईर्ष्या, यी सबै हामीभित्र विद्यमान छन्। हामीले के हो त भन्दाखेरि यी सबैलाई जितेर सतगुणलाई अगाडि बढाउने हो। यही नै मनुष्य चोलाको कर्म हो। त्यसले गर्दाखेरि एउटा कुरा कहिले पनि याद राख्नु, जीवनमा के छ त भन्दाखेरि आफूले जस्तो आनी बानी बेहोराहरू बसालिन्छ, त्यस्तै आउने सन्ततिहरूले पनि त्यही कुरा सिक्दछन्। आउने सन्ततिलाई हामीले के दिने त भन्ने कुरामा हामीमा निहित रहन्छ। अब यहाँ तीर्थ स्थानहरू, तीर्थ आदि नदी स्नानको बारेमा बताउनु भएको छ। अनेक नदीहरूको स्नान गर्ने। यहाँ के भन्नुभएको छ, नदीमा गएर कुनै पनि पाप कर्म नगर्नु भनेर भनेको छ। नदीमा गएर कुनै पनि पाप कर्म नगर्नु, तीर्थहरूमा गएर पाप नगर्नु। किन त भन्दाखेरि घरमा बसेर गरेको पापको 1 गुणा दोष लाग्छ भने तीर्थमा गएर गरेको पाप त्यसको 100 गुणा दोष लाग्छ। केही पनि होइन के ठिकै छ, उसले गरे यहाँ के आजभोलि हाम्रो नराम्रो बानी यही परे, उसले गरे यहाँ के भन्ने कि उसले गरे, उसले खायो के उसले लायो के, उसको लागि गरिदिएको धर्म होइन नि त, आफ्नो लागि गरेको। उसले त अस्ति त एकादशीका दिन ऊ खाएको थियो, त्यही खाएको थियो, त्यसले खाएपछि हामीले खानु हुँदैन र भन्ने कुरा भयो। फेरि त उसले खायो त खायो, उसले आफ्नो लागि खायो, त्यो पाप चाहिँ उसैले बोक्ने हो। आगाको भौरो रहेछ अरे कि, बुझ्नुभयो नि, आगाको फिलिङ हो। यहाँ गुरुजीले बिहान धुप गर्नु आएको, एउटा त्यहाँ फिलिङ हो, खसेछ कोइलो, अनि दगुर्दै आउँदाखेरि चाहिँ त्यहाँ खुट्टा कसको परेछ भन्दा तपाईँको परेछ। मलाई पनि पोलो हो कि होइन,
मलाई पोलेन र किन म पनि त गर्छु नि त गर्न त ओहो भन्छु नि मैले कसलाई पोलो त जसले खुट्टा राख्यो त्यसैलाई पोलो त्यसले गर्दा जसले गर्यो त्यसैले त पाप भोग्ने अरू कसैले भोग्दैन त्यसले गर्दाखेरि उले गर्यो भनेर कर्म नगर्नुहोस् बुझेर गर्नुहोस् त्यो कर्म गर्न अयोग्य छ त्यो कर्म गर्न हुँदैन भन्ने जान्दा जान्दै पनि उले गर्यो भनेर किन गर्ने त हामीले उसको लागि गरेको होइन त्यसै गर्दाखेरि सात्विक राजसिक तमोगुणको बारेमा बताउँदै जानुभयो अब यहाँ के भन्नुभएको छ त भन्दाखेरि रजोगुण र तमोगुण मिलेपछि सद्गुण पैदा हुन्छ सद्गुण र तमोगुण मिलेपछि रजोगुण पैदा हुन्छ तमोगुण र रजोगुण मिलेपछि सद्गुण पैदा हुन्छ भनेर भन्नुभएको छ त्यसै गरिकन यी गुणहरूलाई मिलाउँदै हामी जीवनमा के त भन्दा वास्तविक रूपमा कसरी हुन्छ सतगुण सात्विक गुणलाई धारण गर्दै अगाडि बढाउँ भनेर भन्नुभएको छ अनि यहाँ अर्को अध्यायमा आउँदा गुणको लक्षणहरूको बारेमा बताउनु भएको छ तिनै अघिका कुराहरू छन् तिनै अघिका कुराहरूलाई बताउँदै जानुभएको छ यहाँ सबैले आफ्नो गुण आफ्नो कर्म गर्दै जानुभएको छ त्यसै गरिकन जाँदाखेरि अब यहाँ फेरि जन्मेजयले प्रश्न गर्नुहुन्छ भगवान भन्दा हजुर यो सत्यव्रत नाम गरेको एकजना बालक थिए अरे ती बालकको बारेमा मलाई बताइ बक्सिनुहोस् भगवान के कसरी किन के कारणले ती बालकको जीवन कस्तो थियो र के थियो त्यो पनि बताइ बक्सिनुहोस् भनेर प्रश्न गर्दाखेरि यहाँ भगवान व्यासजीले भन्नुहुन्छ हे जन्मेजय राजा तपाईँ ध्यानसित सुन्नुहोस् कुनै समयमा जब म घुम्दै एकपटक नैमिषारण्यमा पुगेको थिएँ त्यहाँ चाहिँ ऋषिहरू आश्रममा बसेका थिए बसिरहेको बेलामा त्यहाँ के भयो त भन्दा अत्यन्त उत्तम ऋषिमुनिहरू त्यहाँ आइरहेका थिए आउँदाखेरि त्यहाँ एकजना जुन सत्यव्रतका पिता हुनुहुन्थ्यो उहाँ आइपुग्नु भयो उहाँले के भन्नुभयो त भन्दा हे मुनीश्वर हो मलाई मेरो कुल धान्नको लागि मेरो रीत परम्परा धान्नको लागि एउटा सुयोग्य पुत्रको खाँचो छ त्यसकारणले गर्दाखेरि पुत्र प्राप्ति यज्ञ गर्ने मलाई इच्छा भयो पुत्र प्राप्ति यज्ञ गर्नु पर्यो भनिसकेपछि अनेक विद्वानहरू बोलाएर विधिपूर्वक यज्ञ आरम्भ भयो विधिपूर्वक यज्ञ आरम्भ हुँदाखेरि वेदका ऋचाहरू मन्त्रहरू बडा गडगडाहटका ताल साथमा त्यहाँ उच्चारण हुन लागे अनि हुँदै जाँदाखेरि के भएछ त भन्दाखेरि बीचमा गएर त्यो श्लोक पढ्ने बेलामा सास फेर्नलाई त रोक्नु पर्यो नि त हो कि हैन बेलामा सास फेर्नलाई जसै सास रोकेका थिए त्यो सास रोक्दा चाहिँ श्लोक भङ्ग भयो भनेर अनि त्यसपछि के गर्छन् सत्यव्रतका पिताले त्यहाँ बसेका ऋषिहरूलाई अनादर गरेछन् यज्ञबलका आदि गरेका ऋषिहरू हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ के गरे त भन्दाखेरि अनादर गरे ए तिमीहरूले चाहिँ आज यज्ञ गर्दाखेरि बिचमा सास फेरेर श्लोकको मन्त्रहरू श्लोकहरूलाई चाहिँ तिमीहरूले बीचमा रोक्यौ भनेर उनले चाहिँ ब्राह्मणको अनादर गरेछन् अघि पनि मैले भनेको थिएँ ब्राह्मणको निन्दा गर्ने व्यक्तिलाई हेर्नुहोस् ठुलो अधम पाप लाग्छ अनि त्यसपछि यसरी जब ती विद्वानहरूको वेद विद्वानहरूको बडा निन्दा गर्दाखेरि विद्वानहरूले के भने भन्दा हे राजन तपाईले एउटा कुरा भुल्दै हुनुहुन्छ सास नफेरिकन यो चराचर जगतमा कोही पनि बाँच्न सक्दैन न जीव जन्तु न यी वृक्ष आदि कोही पनि बाँच्न सकेको छैन तपाईले ठिकै छ श्लोकहरूको क्रमलाई बिगारियो श्लोक अशुद्ध भनियो भनेर गाली गरेको भए हामीले सहने थियौं तर श्लोकको बीचमा सास फेरिस भनेर गाली गर्नुभयो सास नफेरिकन कोही बाँच्न सक्छ बोल्न लायक पनि त यहाँ बोलिरहँदा मैले पनि त बार सास फेरेको छु हो कि हैन त सास फेरिस भनेर गाली गर्नुभयो तपाईले यस्तो मूर्खतापूर्ण कुरा गर्नुभयो हे राजन तपाईको घरमा तपाईको जन्मिने सन्तान मूर्ख भएर जन्मियोस् भनेर आज ती ब्राह्मणहरूले जसै ती उलाई राजनलाई श्राप दिएका थिए श्राप दिइसकेपछि आज उनी रुन थाले कराउन थाले अहो यो के अन्याय भयो हे देवदत्त नाम गरेका ती जुन सत्यव्रतका पिता थिए देवदत्तले के गर्न थाले हात जोडेर रुन थाले हे ऋषिमुनि म कसो गरौँ यो त तपाईले मूर्ख पुत्र प्राप्त हुन्छ त भन्नुभयो यो मूर्ख पुत्र प्राप्त हुनुभन्दा त नहुन नै बेस छ
ऋणकर्ता पिता शत्रु, माता शत्रु व्यभिचारिणी, पत्नी रूपवती शत्रु, पुत्र शत्रु अपण्डित। के भनेको छ? ऋणकर्ता पिता शत्रु, धेरै ऋण लगाइदिने पिता पनि शत्रु हो अरे। हेर्नुहोस्, चाणक्य नीतिले भनेको छ ऋण धेरै लगाइदिने पिता पनि शत्रु हो, बेविचारिणी माता विचार नभएकी माता पनि शत्रु हुन् अरे। कस्तो विचार? के विचार होला? हेर्नु है, के विचार होला? विचार गर्नुहोस् त। 4 भाइ छोरा छन्, जौनाले कमाए त्यही मेरो बाबुहरू चाहिँ तानलाई भन्न थाल्यो नि, यो विचार पुगेन। ए 4 भाइ उहाँका त 4 भाइ चाहिँ रहेछन् टक्रेका होइन? 3 हुन् कि 4 हुन्? 4 हुन्। कस्तो मिल्न गएछ त। कसैलाई लाखा कसैलाई पाखा गरियो नि, त्यो विचार पुगेन। हेर्नुहोस्, सन्तान त एउटै हो नि, हो कि होइन? सुखमा हाई हाई, दुःखमा कोही छैनन् दाजुभाइ गर्न त भएन नि। त्यसले गर्दा विचार नपुर्याउने माता शत्रु हुन्छन्। ऋण धेरै ऋण लगाइदिने बुवा पनि शत्रु हुन्छ। बुवाहरूलाई पनि परे हाई, शिव बुवा आडस लाएर बस्नु आयो। सुन्नु आयो कि? सुन्नु आयो कि? जय होस्। अनि त्यसपछि भार्या रूपवती शत्रु, श्रीमती धेरै रूपवती पनि शत्रुहरू के। जति बेला पनि यतै बगटेको छ, यतै बगटेको छ। आजभोलि त मरिहत्ते जो छ, त्यहाँबाट यतै पोतेको छ, यति हालेको छ गालाभरि। बिहा गरेर ल्याउँदाखेरि आहा ओहो यस्तो पुतली जस्तो ल्याएको भन, बिहान नुहाएर हेर्दा त झुसिल्किरो जस्तो। यति डामर दलेको रहेछ त, त्यो बाटामा पिच बरु त्यति बाक्लो हुँदैन जति यहाँ गाला गाला दल्छ नि, यता ज्यानज्याना दल्छ नि, त्यस्तो हुँदो रहेछ आजभोलि। घतै परे जस्तो छ नि। अलि हरिहर भगवानको, दुर्गा भवानी माताको आजभोलि बिहामा अझै रमाइलो हुन्छ। गयो बिहामा हेर, अघिल्लो दिन हेर्दा त हो भन्ने हुन्छ र अर्को दिन त त्यहाँ नुहाएर बाहिर निक्लिँदा को आयो नानी भन्नुपर्ने स्थिति आउँछ। त्यसले गर्दा जति बेला पनि सिँगार पटार, जति बेला पनि आफ्नै शरीरको यतै गयो उतैको मात्र विचार गर्ने श्रीमती परि भने पनि त्यो पनि शत्रु हुन्छ। पुत्र शत्रु अपण्डित भनेको, पण्डित भनेको संस्कृत पढेर उही पण्डित हरिओम गणानान्त गर्ने मात्र भनेको होइन। अपण्डित भनेको मूर्खलाई भनिन्छ। छोरा मूर्ख जन्मियो भने त्यत्तिको शत्रु पनि गइ छैन। यहाँ देवदत्तलाई आज ठुलो शोक पर्न गयो। उहाँलाई आज ऋषिहरूले श्राप दिएर गए कि तिम्रो कुलमा के कान तिमीले छोरो पाउने भनेर इच्छा त राख्यौ, तिम्रो कुलमा जन्मिने सन्तान चाहिँ के होस् त भन्दाखेरि मूर्ख जन्मियोस् भनिसकेपछि आज देवदत्त रुन लागे, कराउन लागे, हे ब्राह्मण देवता मलाई क्षमा गरिदिनुहोस् भनेर आज दगुर्दै गरेर लोमस ऋषिको पाउ समात्न पुगे। लोमस ऋषिको पाउमा परेर हे ऋषिश्वर ममाथि कृपा गर्नुहोस्, यत्रो ठुलो अन्याय ममाथि नगर्नुहोस्, केही न केही त उपाय होला, केही गरेर मेरो सन्तानलाई सुयोग्य बनाइदिनुहोस् भनेपछि ब्राह्मणले दिएको श्राप त अकाट्य छ। हेर, ब्राह्मणले दिएको श्राप अकाट्य छ। यो कदाचित सम्भव छैन। तर पनि एउटा कृपा मैले के गर्न सक्छु भन्दा अन्तिममा गएर तिम्रो छोरो चाहिँ परम विद्वान बनोस्, परम ज्ञानी बनोस्, परम तत्त्वको प्राप्ति गरोस् भनेर मैले यतिसम्म तिमीलाई आशीर्वाद दिन सक्छु। यहाँभन्दा अरू केही गर्न सक्दिनँ। हे देवदत्त मलाई क्षमा गर है भनेर आज लोमस ऋषिले यति आशीर्वाद दिएर बिदा हुनुभयो। बोले देवदत्त महाराजको, हरिहर भगवानको। अब त्यसपछि आएर यहाँ कि देवदत्तको घरमा अब सन्तानको जन्म भयो। त्यो सन्तान जन्म भइसकेपछि तिनको नामाङ्करण गरियो। नामाङ्करण गर्ने बेलामा तिनको नाममा सत्यव्रत नाम राखियो। अनि ती बालक के भयो त भन्दा अब समय अनुरूप बढ्दै बढ्दै गए। 1 वर्ष 2 वर्ष 3 वर्ष 4 वर्ष 5 वर्षको पुरा भए, 6 वर्ष 7 वर्ष भए। यज्ञोपवीत संस्कार आदि इत्यादि गरियो। यज्ञोपवीत संस्कार गरेर तिनलाई पढ्नको लागि, पढाउनको लागि गुरुकुलमा पठाउँदाखेरि उनले पढ्न सकेनन्। किन त भन्दाखेरि ब्राह्मणहरूको श्राप मिलेको थियो, तिम्रो सन्तान के होस् त भन्दाखेरि मूर्ख जन्मियोस् भनेर ब्राह्मणको श्राप मिलेको थियो। ब्राह्मणको श्रापको कारणले उनले घोक्न त बडा कोसिस गर्छन्, उनले जान्ने त बडा
इच्छा राख्छन्, तर राख्दा राख्दै पनि उनको मस्तिष्कमा भित्र रहँदैन, उनले केही पढ्न सक्दैनन्। उनलाई न जुठोको ज्ञान छ, न उनलाई भोकको ज्ञान छ, न निद्राको ज्ञान छ, न तिर्खाको ज्ञान छ। एकदम जस्तो कपडा लाएर पनि जहाँ पनि गएका छन्, नबोल्ने ठाउँमा पनि बोलेछन्, बोल्ने ठाउँमा बोल्दै नबोली बसेछन्। त अज्ञानमा परे। किन त भन्दा ब्राह्मणको श्राप परेको थियो। तर एउटा कुरा चाहिँ के थियो त भन्दा जति मूर्ख जस्तै अवगुण भए पनि एउटा गतिलो गुण फेरि उहाँमा के थियो भन्दा उहाँ सत्यव्रत हुनुहुन्थ्यो। उहाँले जहिले पनि सत्य बोल्नुहुन्थ्यो, असत्य कहिले बोल्नुहुन्थेन। जे हो त्योभन्दा बाहिरको कुरा गर्नुहुन्थेन। समय व्यतीत हुँदै हुँदै गएको थियो। ती सत्यव्रत त्यसै गरिकन बसिरहेका थिए। वनमा बस्ने, वन विहार गर्ने, अब हात्ती इत्यादि कन्दमूल आदि इत्यादि खाने, यसरी जीवन व्यतीत गर्दै जाँदाखेरि एक दिनको कुरा हो के भएछ भन्दा त्यो वनमा एकजना व्याधाले एउटा जनावरलाई मार्नको लागि, बँदेललाई मार्नको लागि धनुर बाण हानेका थिए। त्यो बँदेलको शरीरमा बाण लागेछ। बाण लागेर त्यो बँदेल बाँच्नको लागि दगुर्दै जाँदा ती सत्यव्रतको छेउबाट निस्केको थियो। ती सत्यव्रतले त्यो बँदेललाई देखेर ऐ गरेका थिए। 3-4 चोटि त्यसले ऐ गर्दा गर्दै के भयो त भन्दा भगवतीको बीज मन्त्र अज्ञानवश जाप्न पुगेछन् तिनले। त्यो बँदेल बिचारा अब तीर लागेको बँदेल आत्तिएर यता आउँदो रहेछ, ऐ गर्दा रहेछन्, उतापट्टि जाँदा ऐ गर्दा रहेछन्, उता जाँदा ऐ गर्दा रहेछन्। गर्दा गर्दै अज्ञानवश तिनीबाट के भयो त भन्दा भगवतीको बीज मन्त्र जाप भयो। भगवतीको बीज मन्त्र जाप भएपछि माता भुवनेश्वरीको कृपा पर्यो, उनीमाथि कृपा दृष्टि भयो। अनि त्यही बेलामा ती व्याधा त्यहाँ आइपुगे। व्याधा आएर सोधे, हे सत्यव्रत भन्दा हजुर, तिमीले भर्खरै यहाँ एउटा बँदेल दौडेर आएको थियो, तिमीले देख्यौ त भन्दाखेरि आज सत्य बोल्न भएको छैन। किन त भन्दाखेरि देखेको हुँ भनौँ भने त्यो बँदेललाई उसले खोजेर मार्छ, त्यही पर बँदेल लुकेको छ, थाहा छ देखेको। अब झुट बोलौँ भने फेरि नाम सत्यव्रत छ, आजसम्म झुट बोलेको छैन। बडो ठुलो धर्म सङ्कटमा परेछन्। हेर्नुहोस्, बँदेल त्यहाँ छ भनौँ भने बँदेलको ज्यान जाने, अनि बँदेल छैन भनौँ भने आफ्नो प्राण चाहिँ बिग्रिने। सत्य बोल्ने जुन प्रण थियो, त्यो सङ्कल्प थियो, त्यो बिग्रिने। आज बडा धर्म सङ्कटमा परेका थिए सत्यव्रत। तर भगवतीको कृपा उनलाई भइसकेको थियो। उनले अज्ञानवश जपेको मन्त्रले गर्दा उनको वाणी प्रस्फुटन भयो। उनको वाणी खुलेर उनले के भनेछ भन्दा, हे राजन, जसले देखेको छ त्यो बोल्दैन र जो बोल्छ त्यसले देखेको छैन। कसले भनेको कुरा तिमीले पत्याउँछौ भनेर भन्नुभएछ। देखेको आँखाले हो, त्यो आँखा बोल्दैन, अनि मुखले बोल्छ तर उसले देखेको छैन। अब तिमीले के पत्याउँछौ त भन भन्दाखेरि आज चाहिँ त्यो व्याधा चाहिँ बडा अचम्मित भएछ। अहो, यो त ब्रह्म वाक्य बोले त यिनले त। देख्न त आँखाले देखेको तर आँखा बोल्दैन। अब बोल्न यो मुख बोल्छ, यसले भन्न जानेको छ तर यसले देखेको त होइन। त्यसले गर्दा तिमीले कसले भनेको पत्याउँछौ भनेपछि आज त्यो व्याधाले अहो यो विचित्रको कुरा गरे भनेपछि अनि त्यसपछि उनले चाहिँ तिनलाई नमस्कार गरेर त्यहाँबाट जाँदा भए। आज बँदेलको प्राण पनि जोगियो, सत्यव्रतको सत्य बोल्ने सङ्कल्प पनि जोगियो। माता भुवनेश्वरीको कृपा भयो र उनी त्यसपछिका दिनहरूमा परम विद्वान, परम ज्ञानी भएर बसे। नैमिषारण्यको त्यो तीर्थ तटमा रहेर उनले अनेक जन्मसम्म भगवती भुवनेश्वरीको सेवा आराधना पूजा गर्दै गए। बोले भुवनेश्वरी भगवतीको, सत्यव्रत महाराजको। त्यसै गरिकन अब यति भन्दै गर्दाखेरिमा सत्यव्रतको बारेमा सम्पूर्ण कुरा सुन्ने मलाई